सेन्डी लाटा बोकेर 12 कमर्सका विद्यार्थीहरू So hi everyone, good morning, welcome to my new vlog. So आजको दिन चाहिँ हाम्रो फेयरवेल छ. सो आज मैले फेयरवेलको भ्लग बनाउने सोचिरहेको छु अनि आज चाहिँ एकदमै रमाइलो गर्ने हो. आजबाट चाहिँ हामीलाई स्कुलबाट बिदा. तिमीहरू जाऊ स्कुलबाट, अब तिमीहरूको केही काम छैन भने जस्तै नहटिदिनु भन्नाले नि आज बिदा हो. म चाहिँ नुहाइ धुवाइ गरेर ट्याक्क रेडी भएर बसिरहेको छु अनि अहिले चाहिँ एकदमै रमाइलो तरिकाले नाच्ने हो आज चाहिँ. सो हेर्दै राख्नु होला. सो अहिले चाहिँ मेरो साथीहरू आउँदैछन् रेडी हुनको लागि अनि सबैजना रेडी भएर ट्याक्क लाएर स्कुलमा एन्ट्री हान्ने हो. सो एकदमै एक्साइटेड छु म त. आज चाहिँ मैले साडी लाउने फर द फर्स्ट टाइम होइन. सधैँ सुट लाएर गइन्छ प्रोग्रामहरूमा अनि अहिले चाहिँ साडी लाएर गइदिउँ न त भनेर साडी लाउनु लागेको भए चाहिँ एकदमै मजाले म साडी देखाउँछु. एकदमै दामी छ. अनि आज फेयरवेल भनेर हो कि के हो यस्तो मौसम गरिरहेको छ, चिसो चिसो मौसम होइन. बिहान बेलादेखि हावा चलिरहेको छ. अनि यहाँ फुलहरू न कस्तो दामी फुल फलेर कति राम्रो देखिएको थियो हेर्नु न. सो यहाँ त्यही हो. अब एकछिनपछि रेडी हुनुपर्छ खानसाना खाएर अनि त्यसपछि चाहिँ स्कुलतिर चौडिने हो. सो गाइज अब चाहिँ म रेडी हुन साथी घर आएको छु. अब चाहिँ रेडी भएर अनि ट्याक्क राम्री भएर जाने हो. साथी यहाँ रेडी हुँदैछन्. ओहो कस्तो राम्रो देखेको हेर्नु त यता बाल कर्ली गराउँदै भने. फाइनली गाइज हामीहरू चाहिँ अब हाम्रो अर्को साथीसँग रेडी हुन जाँदैछौँ. अब चाहिँ हामीहरू हिँडेको है. सो साथीहरू म चाहिँ अझै पुरै रेडी भएन, आज रेडी भयो. अनि यो चाहिँ मेरो साडी हो अनि यहाँ चाहिँ मेरो साथी पनि रेडी हुँदैछन्. दुईजना चाहिँ उता रेडी भएको छन्, हामी दुईजना चाहिँ यता रेडी भएछौँ. एकदम दामी छ साडी त. फेरि मेरो अर्को साथी पनि रेडी भइसकेकी छि. यो चाहिँ यसको साडी हो, एकदमै दामी देखिएको छ यसलाई. साथीहरू हामी अहिले रेडी भइसकेका छौँ. अब हिँड्नलाई तयारी छौँ. यहाँ पिङ्की युट्युबर मेन बोलेको. सो गाइज हामीहरू चाहिँ रेडी भइसकेको छ. अब चाहिँ हामीहरू अनि रेडी भइसक्यो. सो साथीहरू हामी चाहिँ रेडी भएर ट्याक्क अब हिँड्न लाग्यो होइन. सबै साथीहरू रेडी भइसकेको छन्. सो हेर्न सक्नुहुन्छ. सो गाइज दिस इज माई आउटफिट. कस्तो देखेको छु कमेन्ट गरिदिनु होला है. साथीहरू हामी चाहिँ अब स्कुलतर्फ हिँडेको है. एकदम राम्रो राम्रो भएर हिँड्यौँ हामीहरू चाहिँ. सबजनाले मेकअप गरेको भने ट्याक्क एकदम दामी भयौँ हामीहरू. सो हामी तिनजना हिँड्यौँ, त्यहाँबाट तिनजना हिँड्यौँ होइन. हामीहरू चाहिँ अलरेडी लेट छौँ होइन. 12 बजे बोलाएको हामी 1 बजे हिँड्यौँ. यतिको लेट चाहिँ हुनुपर्छ अब रेडी हुँदै होइन. त्यही पनि स्कुलमा अझै कार्यक्रम स्टार्ट भएको छैन. टाइम थाहा क्या हाम्रो स्कुलको नेपाली टाइम. त्यही भएर हामी त मस्त आनन्द होइन. यस्तो घाममा अझ मान्नै पर्छ कि हामीलाई सल्युट छ क्या हामीलाई त. साथीहरू अस्ति भर्खर वेलकमको भ्लग बनाए जस्तो लाग्छ तर अहिले चाहिँ फेयरवेलको भ्लग बनाउँदैछु होइन. 2 वर्ष कच्छिरो बित्यो थाहै भएन. सो अब चाहिँ हामीहरू स्कुलमा जान्छौँ अनि फोटो फ्रेम लिन्छौँ. त्यसपछि अब जुनियरहरूले डान्स प्रिपेरेसन गऱ्यो होला अनि हामी ठ्याक्क बसेर त हेर्ने हो. त्यसपछि खाना खाने हो अनि नाच्ने हो. त्यसपछि घरतिर फर्किने हो. त्यति नै हो है गाइजहरू. सो हल्का हल्का क्लिप भिडियो गराउनु पाएँ मैले हजुरलाई देखाइरहेको छु. सो हेर्दै राख्नु होला एन्डसम्म. हेर्न सक्नुहुन्छ सेन्डी लाटा बोकेर धन्दै आइदियो. यस्तो माया गर्ने साथी मेरो पसिना रमिता यसको स्ट्रगल अझै सके छैन. सेन्डिल हेर्न यिनीहरूलाई हेर्नु न यहाँ हिल्लाउनु ढङ्ग नभएपछि यस्तै हो. एउटाले उठाएर हिँड्छन् हातमा, एउटाले गाइज हामीहरू चाहिँ स्कुलमा पुगिसक्यौँ. त्यहाँ चाहिँ स्टेज त्यहाँ छ है. गाइज हाम्रो चाहिँ
बसिरहेको छु पछाडि। खासै धेरै राखेन न साथीहरू, ढिला भयो भनेर हामीलाई लास्ट प्रोग्रामै स्टार्ट भएन कि घाममा त कति नेल्स रमिताको नेल्स सेम बेस्टी सँगै त राख्दैन नि त कताबाट दिन्छ। घरै लाग्यो कि पारेमा गएर यो साथीहरू हाम्रो जुनियरहरूले चाहिँ डान्स नदेखाउने अरे सिनियरलाई उल्टै हामीलाई नाच्न भन्नुभएको छ टिचरले। आजको बिदा चाहिँ एकदमै बेकारै बिदा भनौँ। मञ्च अगाडि आइएको दिन एउटा टर्निङ पोइन्ट हो जहाँ बाटो छुटिए पनि सम्बन्धहरू कहिले छुट्दैनन् र हाम्रो क्लासरुमका ती हाँसो क्यान्टिनका ती कुरा आज सबै मेमोरी बनेर मनमा बस्नेछन्। साइन्सले भन्छ इनर्जी कहिले नष्ट हुँदैन, साइन्सले भन्छ इनर्जी कहिले नष्ट हुँदैनन्, त्यसैले हाम्रो फ्रेन्डसिप पनि कहिले समाप्त हुँदैन, हाम्रो फ्रेन्डसिप पनि कहिले समाप्त हुँदैन। यो भावनासहित आज हामी यहाँ भेला भएका छौँ तपाईँहरूलाई शुभकामना तथा बिदाई दिन र आगामी यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्नको निमित्त धन्यवाद। म्युजिक हेर्न म्युजिक के बजाइदिएको रे यस्तो साथीले यस्तो गीत लगाएपछि मलाई रुम आइराख्यो एकदम इमोसनल ड्यामेज गरेर जस्तो के ओ यार सानो पुरा सरलाई रेडी गर्नु कसो जान्छ म भन्छ यार हाम्रो फोटो चाहिँ यही हो है, हामीले चाहिँ यही पाएको हो। धन्यवाद कार्यक्रम सञ्चालक बहिनी अनि भाइ उज्जवललाई। यस कक्षा 11 द्वारा आयोजित विदाई तथा शुभकामना कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डाक्टर राज पौडेलज्यू, विशिष्ट अतिथि विवेश सदस्यज्यू, हाम्रा जुनियर भाइ बहिनीहरू लगायत मसँगै पढ्ने ओठमा हाँसो र मनमा अनेकौं यादहरू लिएर उपस्थित हुनुभएका मेरा प्यारा प्यारा कक्षा 12का साथीहरू, सम्पूर्णमा आजको दिन शुभमय बितोस् भन्दै आज म आफ्ना छोटा भनाइहरू राख्दैछु। यो विद्यालयमा केही नजान्ने अनजान अवस्थादेखि आएर आज हामी यो स्टेजमा उभिएर यतिको बोल्न सक्ने, यहाँ आएर आफ्ना भावनाहरू पोख्न सक्ने भएको यही विद्यालयबाट नै हो। यही
यहीँका गुरुआमाले सिकाएकै पाठले गर्दा नै हामी आज यहाँसम्म पुगेका छौँ र आशा छ हामी भविष्यमा पनि हाम्रै यहीँका गुरुहरूले सिकाएको राम्रो पाठहरूले नै हामी सम्पूर्ण आफ्नो जीवनमा आफ्नो लक्ष्यमा अघि बढ्ने नै छौँ। छुट्नु त छ एक दिन यहाँ बाटो फरक भए पनि सम्झना सधैँभरि रहिरहनेछ हामी जतै भए पनि सम्झना सधैँ रहिरहनेछ हामी जतै भए पनि। आज यसै विद्यालयमा कक्षा 11 का हाम्रा प्यारा भाइ बहिनीहरूले जुन कार्यक्रम आयोजना गर्नुभयो विदाई तथा शुभकामना आदान प्रदान कार्यक्रम जुन अब आयोजना गर्नुभएको छ यो आफैमा पनि एक अविस्मरणीय क्षण रहेको छ। हामी कक्षा 12 व्यवस्थापनका सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट कक्षा 11 का सम्पूर्ण हाम्रा प्यारा भाइ बहिनीहरूलाई हृदयबाट नै धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहौँ। कस्ती हुन्छ अन्त खनि धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो ए साथी तिमी कहाँ छौ भन न लामो दिनहरू काट्न नै गाह्रो सानो छँदा हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा छिमेकी कराउँथे साह्रो आजको कथा छ को कथा छ तर मनले मेरो बाल्यकालले पुकार्यो खोजिरहेको छ दिनहरू त्यस्तै जवानीले कहाँ पुर्यायो बाटो छ बेग्लै तर पुग्नेछौँ हामी निराश हुनु पर्दैन धेरै दिनबाट यहाँ शून्यताका छाएको जस्तो। धन्यवाद साथीहरू। हामी चाहिँ खाना खान लागेको छ मेन कोर्स त यही हो है खानु। साथीहरू हामी चाहिँ खाना खाएर अब चाहिँ अब यस्तो रमाइलो गर्नुपर्ने हुन्छ। हेर गाइस हामीले खाना खाइयो अनि अब चाहिँ डान्स हान्यो फोटो खिच्ने हो। खास मेरो हाइट चाहिँ 5 इन्च पनि छैन 5 फिट पनि छैन तर मैले हिल लगाएर राखु। साथीहरू हाम्रो फोटोसुट चल्दैछ है। आजको कार्यक्रम कस्तो भयो सर? एकदम राम्रो भयो अनि 12 कमर्सका विद्यार्थीहरू राम्रोसँग बसेर कार्यक्रमलाई धेरै राम्रोसँग सफल बनायो। धन्यवाद सरलाई। थ्याङ्क यू सर। मेरो प्यारो साथी आएको छ यहाँ चाहिँ भाइहरूले साथी सब्सक्राइब गरिदिनु होला न। सब्सक्राइब गरिदिनु।
त्यहाँ चाहिँ साथीहरू नाच्दै छन् होइन हामी चाहिँ घरतिर जान लागेको साथीहरू हामीहरू चाहिँ घर जान लागेको अब साथीहरू झ्याउ लागेको अवस्थामा साथीहरू पनि नबोलाइकन एक्लै एक्लै गयो अब झाउला यहाँ आजको बिदाई राम्रै भयो भोलि म तिम्रो घर आउँछु है हुन्छ जाँदैछौँ हाम्रो साथीभाउलाहरू स्कुलबाट आएर चाहिँ मैले भ्लग बनाएर लास्ट ठगाइरहेको थियो अनि भ्लग एन्डिङ भनेर हो बनाएको अझ हामीहरू बर्गर मासु लिएर जाँदैछौँ हाम्रो बाबु खुसी भएको हेर्न सक्नुहुन्छ साथीहरू हिजो चाहिँ मैले भ्लग एडिट गर्न पाएन हिजो चाहिँ म आउने बित्तिकै सुतेको हो एकदमै थकाइ लागिरहेको थियो अनि साडीहरू सेन्डल लगाएको त्यसै माथि झन् खुट्टा दुखेर खुट्टामा त फोडा निक्ल्यो अब त म जिन्दगीमा साडी र सेन्डल त लाउँदै लान्न भनेको छु अनि हिजो चाहिँ एकदमै रमाइलो भयो रमाइलो भन्दा ठिकै रमाइलो भयो डान्स त हामीले कति एक्सपेक्ट गरेको थियौँ तर जुनियरहरूले डान्सै गरेन नि त्यो एउटा बहिनीले डान्स गरेको थियो अनि त्यहाँदेखि एकदमै रमाइलो थियो त्यसै हामी सबै साथीहरू मिलेर रमाइलो गऱ्यौँ फोटो खिच्यौँ सो एकदमै रमाइलो भयो यो चाहिँ हाम्रो लाइफ टाइम मेमोरेबल हुनेछ सो एकदमै रमाइलो भयो भनौँ अनि चाहिँ मैले नेल्स लगाएको सबै नेल्स निक्ल्यो यो अङ्ग्लोको मात्र नेल्स निक्ल्यो होइन अनि यहाँ चाहिँ घामहरू चर्केको छ अनि त्यहाँबाट यस्तो आँखा यस्तो भएको मेरो चाहिँ सो एनिवेज आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई यदि राम्रो लाग्यो लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला सो थ्याङ्क्स फर वाचिङ बाई गाइज